मैले चाहिँ यो वाला स्केच प्रयोग गरेर मात्र 1 मिनेटमा एआई को माध्यमबाट यस्तो थम्बनेल बनाएको छु। यसमा चाहिँ तपाईहरुले आफुलाई चाहे अनुसारको फोटोहरु पनि एड गर्न सक्नुहुनेछ। यदि तपाईहरु पनि कसरी गर्ने सोचिरहनु भएको छ भने आजको यो भिडियो अन्तिमसम्म हेर्नु होला। मैले तपाईहरुलाई सबै प्रोसेसहरु सिकाउने छु। सबैभन्दा फर्स्टमा चाहिँ तपाईहरुलाई कस्तो खालको थम्बनेलहरु चाहिएको हो त्यो चाहिँ स्केच बनाउनु होला। मैले चाहिँ यस्तो थम्बनेल मलाई चाहिएको भएर मैले चाहिँ यसलाई स्केच बनाइदिएको छु। अब चाहिँ मैले च्याट जीपीटी मा जान्छु। च्याट जीपीटी मा गएर यहाँनिर चाहिँ यो फोटोलाई अपलोड गर्दिन्छु र तलनिर प्रम्प्टहरु राख्दिन्छु। मैले यो प्रम्प्ट चाहिँ डिस्क्रिप्सनमा पनि राख्ने छु। तपाईले त्यहाँदेखि पनि कपी गर्न सक्नुहुनेछ। सिम्पली मैले यहाँदेखि सेन्ड गर्दिए। यहाँनिर प्रम्प्ट मलाई आइसकेको छ, देख्न सक्नुहुनेछ। एआई इमेज प्रम्प्ट भनेर दिएको छ। यो प्रम्प्टलाई यहाँबाट मैले कपी गरे। त्यसपछि गुगलको एउटा विक्स भन्ने साइट रहेको छ। विक्स भनेर तपाईले सर्च गर्नुहुन्छ भने त्यो वेबसाइट चाहिँ टपमा नै देखाउने छ। त्यसमा चाहिँ म गए। त्यसमा चाहिँ तपाईहरुलाई जीमेल आइडीहरु लगइन गर्न भन्छ भने तपाईहरुले त्यो चाहिँ गर्दिनु होला। WHISK भनेर सर्च गर्नु होला। त्यसपछि चाहिँ डाइरेक्ट तपाईहरुले टपमा वेबसाइट देखाउने छ। म चाहिँ डाइरेक्ट वेबसाइटमा नै आए। त्यसपछि यहाँनिर प्रम्प्टलाई चाहिँ मैले पेस्ट गर्दिए। त्यसपछि चाहिँ यसलाई यहाँनिर सेन्डको अप्सन रहेको छ। यो सेन्ड गर्ने अप्सनमा यो क्लिक गर्छु भने यहाँनिर चाहिँ इमेजहरु लोड भइरहेको छ। यो तपाईहरुले देख्न सक्नुहुनेछ। मैले जस्तो खालको चाहिँ स्केच बनाएको थिए त्यस्तै खालको सिमिलर खालको यहाँनिर इमेज चाहिँ दिइसकेको छ उले बनाएर। अब यसमा चाहिँ मैले आफ्नो फोटोलाई पनि चेन्ज गर्न मिल्ने छ। यसको लागि चाहिँ मैले तलनिर एड इमेज भन्ने अप्सन तपाईहरुले देख्न सक्नुहुनेछ। एड इमेज भन्ने अप्सनमा क्लिक गर्नु होला एकचोटी। त्यसपछि यहाँनिर सब्जेक्ट भन्ने ठाउँनिर चाहिँ इमेजको अप्सनमा क्लिक गर्ने। त्यसपछि चाहिँ यहाँनिर तपाईले जुन फोटो राख्न चाहनु भएको हो त्यहाँनिर फोटोहरु सेलेक्ट गर्नु होला। मैले चाहिँ आफ्नो एउटा फोटोलाई चाहिँ यहाँनिर सेलेक्ट गर्दिए। यो फोटो चाहिँ देख्न सक्नुहुनेछ। एकैछिन चाहिँ यहाँनिर लोड लिइरहेको छ। त्यहाँनिर चाहिँ चेक लगाएको छ। अब चाहिँ यहाँदेखि इन्टु भन्ने अप्सनमा चाहिँ माथि क्लिक गर्नु होला। त्यसपछि चाहिँ तल फोटो आइसकेको छ। अब फेरि यो सेन्ड भन्ने अप्सनमा क्लिक गर्नु होला। यो प्रम्प्टलाई दिदिनु होला। अब चाहिँ फेरि एकैछिन लोड लिनेछ। एकैछिन पछि चाहिँ तपाईको थम्बनेल चाहिँ रेडी भएर यहाँनिर आउनेछ। जस्तै यहाँनिर देख्न सक्नुहुनेछ मलाई दुईवटा थम्बनेलहरु चाहिँ दिइसकेको छ। अब यसलाई डाउनलोड गर्नको लागि यहाँनिर डाउनलोड भन्ने अप्सन त्यही इमेजकै छेउमा रहेको छ। त्यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ डाइरेक्ट तपाईहरुले। त्यसपछि यसमा तपाईहरुले कुनै टेक्स्टहरु पनि राख्न चाहनुहुन्छ भने टेक्स्टहरु पनि तपाईहरुले राख्न सक्नुहुनेछ। यो चाहिँ तपाईहरुको सबै फ्रीमा नै रहेको छ। मैले चाहिँ यहाँनिर माथिको थोरै प्रम्प्टहरु हटाइदिएको थिए र तलको मात्रै राखेर फेरि मैले अर्को एनालाइज गरेको थिए। अर्कोमा चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ अर्को इमेज चाहिँ मलाई यहाँनिर फेरि मिलिसकेको छ। तपाईहरुले यहाँनिर प्रम्प्ट जस्तो लेखेर हाल्नुहुन्छ त्यस्तै खालको इमेज चाहिँ उसले चाहिँ बनाएर तपाईहरुलाई दिनेछ। सो यो तरिकाबाट चाहिँ तपाईहरुले फ्रीमा नै थम्बनेलहरु डिजाइन गर्न सक्नुहुनेछ। यदि तपाईहरुलाई अझै राम्रो चाहिन्छ भने यसलाई चाहिँ थोरै कस्टमाइज गर्न सक्नुहुनेछ। तपाईहरुले आफ्नो इच्छा अनुसार यहाँबाट थोरै कस्टमाइज गरेर अझै राम्रो पनि बनाउन सक्नुहुनेछ। सो आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउन पनि नबिर्सिनु होला। हामी छिट्टै अर्को भिडियोमा भेट्ने छौं।